फाइनली अब हामी चाहिँ यो बिहानको समयमा भन्ज्याङदेखि लाग्दैछौँ, तर म तपाईँलाई एकदमै राम्रो दृश्य देखाउन चाहन्छु। विद्युत दिँदैछ यहाँ। अब हामी लाग्दैछौँ अब महिमको यात्रा। ल साथीहरू, हामी चाहिँ अब यहाँबाट लाग्यौँ। निनी पुसैहरूले मिठो खाना खुवाउनु भयो। निनी पुसै अब मासु भन्ने चाहिँ भएन नै। होइन, ठिक छ, हामीलाई मासु चाहिँदैन। मासु खाँदा खाँदा वाक्कै भएर आएको निनी हामी। अब हामी चाहिँ महिमको यात्रा। तपाईँलाई चाहिँ अहिले सम्झिनु त भएछ। महिम हिँडेको अब हामी चाहिँ गाइज। ल साथीहरू, अब चाहिँ हाम्रो मुन्दुन ट्रेल सुरु भयो। हाम्रो यात्रा सुरु भयो साथीहरू। सुरु भयो। आर यु एक्साइटेड? किन त्यस्तो बोलेको? बिहानै यस्तो हाम्रो पार्टीहरू सुरु। पानी चाहिँ पर्ने हो कि दिन? छाता खोलिसकेको त्यही भएर। हजार जाने मात्रै आफ्नो त फोटो खिचेर पाइने पो। ऊ जस्तै भयो, धारतरावार जस्तै। यस्तो भारी बोकी हिँड्नुपर्छ मुन्दुम ट्रेलमा। फुल फुलिरहेछ। कस्तो राम्रो बादल देखेको। त्यही हो। त्यो वारी डाँडाहरू छ नि, यताको चाहिँ बादलले छोपिहालेछ सबै। यता लौरे डाब भयो, यता चाहिँ ढाप मात्रै भयो। अनि चिलिमढुङ्गा भयो, त्यो चिलिमढुङ्गादेखि पारी चाहिँ उयो भयो ढाप। चिलिमढुङ्गादेखि पारी नि पारी रहेछ। गोजीमा लगाइहाल न। त्यहाँ त हामीले कस्तो भयो मकै? मिठो भयो। गएर कराउँदाखेरि मकै खाँदै हिँड्दै कस्तो हुँदैछ यात्रा कमन सरलाई? मेरो यात्रा चाहिँ एकदम दमदार हुँदैछ, तर मेरो लेभलको चाहिँ कोही देख्न सकिनँ मैले। भारी बोकेर नि अगाडि कुद्ने। किनकि मसँग हिँड्नुपर्ने कोही मान्छेहरू हुनुपर्ने थियो। तिमीले लिएर आउनु पर्ने थियो नि त। अन्त अब कति छ? ल आइपुग्यो, गाइस आइपुग्यो, छिटाउनु। महिम डाँडा निस्कियो फाइनली। यी चिमाल पनि छ मसँग। डाँडा निस्कियो बल्ल बल्ल। अम्बो, यो फुल्दा त कस्तो दामी देखिन्छ होला नि। कहिले फुल्छ अरे? आइपुग्यो। अम्बो, कस्तो दामी देखेको। ल साथीहरू, महिम डाँडा आइपुग्यो। गोठ हो यो चाहिँ। त्यस्तै गर्नुपर्छ हामी। यहाँ छन् हाम्रो ग्याङहरू।
3 go चिमोटे पारी बोटेमा दोरायो चिमल फुल्यो ते पारी बोटेमा चिमल टिपी सिउरिए कोटेमा ओ खोलाको माया छ भनेर मयम बोलाको माया छ भनेर मयम बोलाको यस्तो रमाइलो हुँदैछ साथीहरु के ल हामी जाँदैछौँ हेर्नु साथीहरु मेरो नाम त्यहाँ हेर न उ हेर न एउटा भदै भएको मलाई यस्तो हिँडाउँछ यो कोरियन एन यस्तो हुन्छ है यस्तो हुन्छ कोरियन एन भयो म नेपाली हो आई एम नेपाली गाइज ट्र्याकिङ हो हाम्रो ट्र्याकिङ मैले पानी लिएर दिन्छन् ममा बहाँ हो गाइज एभ्रीबडी हेर्नु होला आइसक्यो अब हामी यहाँनिर खाजा खाएर जानु हाम्रो लाग्छ भ्लगमा निरन्तर तपाईहरु हेरिरहनु होला अहिले हामी यो खाजाको टाइममा छौं खाजा खाएर अब हामी खाजा खाएर अब जान लाग्छौं यता आउनुहोस् तपाईले हेर्नु होला पर एउटा चिमाल्ने फुलिरहेछ राम्रो यताबाट फुलेछ रातो फुल त्यो पारी फुलेछ रातो फुल आजै लागेको माया कहिले नभुला तपाईले मेरो ब्याज त्यही हाल्नु गर्नुहुन्छ बोलाको लेखामा भयो पोलेको दामी आइरहेछ मेरो भरहरू सबैभन्दा धेरै भारी बोक्ने मान्छे गयौँ गाइस हामी जाँदैछौँ मेरो भिडियोमा मै नआउनु भनेको त कुरा होइन यो सबै चिमालहरू फुलेर प्रायः सबै झरिसकेको छ एउटा एउटा फुलिरहेछ कहाँनिर छ सेतो चिमाल टिप्दै होला दिप्सान सेतो उयो त्यो पिङ्की पनि राम्रो रहेछ यो हो मेरो भाइले मलाई चिमाल टिपिदिँदैछ त्यो त नाइ नटिप ए जरा झारिहाल्यो गाडी राख हेर्नु न कुदाए केटाकेटी हो यस्तो दामी झरेको छ के गर्ने अरे पुमा नाना हेर हेर डाँडामाथि आएर घोडाहरू चरिरहेछ यहाँनिर कस्तो राम्रो महिम डाँडा हजुर यता है हाम्रो नानालाई कसैले हेल्प गरेन अनि लडाउँदै झार्दै हुन्छ फेरि हान्नुहुने ए म बनाइदिँदैछु नाना म बनाइदिँदैछु चिन्ता नगर्नु तल अर्को पनि डाँडा छ त बोक्न थाल्नु भयो हामी चाहिँ
हिँड्दैछौँ महेन्द्रडाँडा आइपुगेर पनि हिँडेकै छौँ हिँडै अब होमस्टे पुगेर चाहिँ हामी भात बसेर भात इटिङ गरेर मोबाइल चार्जिङ गरेर फोटो खिच्ने। त्यहाँ त घोडामा चढ्नु पनि दिन्छ होला नि? दिँदैन। फोटो पैसा तिरेर क्या दिन्छ होला? दिन्छ भन्दै त पैसा तिरेर घोडा चढ्न, घोडामा फोटो खिच्न। यो फेरि घोडा उनीहरूको होइन क्या नि त, यो अरूले लिएर छोडेको घोडा हो। यस हालिदिइहाल्छु नि। फाइनली साथीहरू हामी आइपुग्यौँ होमस्टे हो कि गोट स्टे अरे होमस्टे मयमको होमस्टेमा छौँ हामी। तिम्रो हो? धन्यवाद। खोइ त फुलमालाले स्वागत गर्नुभएको। यहीँ आज चाहिँ हामी बस्नेछौँ साथीहरू। आजको दिन चाहिँ खासै राम्रो छैन, यस्तो छ। यहाँदेखि तल हाँस पोखरी अरे। हामी एकछिन त्यहाँ जान्छौँ। पहिला चाहिँ भित्र हेरौँ ल कस्तो छ हाम्रो होमस्टेको। यहाँ चाहिँ काठ काट्दै हुनुहुँदो रहेछ सबजना जुत्ता खोलेर। बसिसक्नु भएछ हाम्रो गाइजहरू। कस्तो लागिरहेछ कान्छा? लाइन लागेर बसिसक्नु भएको सबैजना? अनि सबैले जुत्ता खोलेको देखेर म त खोलिहालेँ। छुर्पी खाऊ ज्यान भनौँ। मेरो भदाइले चाहिँ खाँदैछ यो वाला छुर्पी। मलाई नि खानु मन लागिसक्यो। म चाहिँ बनाउँछु भनेको। कस्तो भइरहेछ हेर आँखा नपल्टाउ न गाइस। यो चाहिँ यही छुर्पी हो। यहाँनिर उयोहरू पनि छ। यसले कसले नाम थाहा छ यसको? पावा भन्छ सानोलाई। ए पावा। कठुवा ठुलो कठुवा। ठुलो कठुवा। कुकुरी। राईको झोला। राईहरूको झोला। बुनेरी। बुनेरी। उमाथि त्यो के भन्छ नि भाइले भुर्लुङ्गी के पो त्यो बेच्ने। बुन्यौ। सारङ्गी। बुन्यौ। सारङ्गी। अनि यो बिनायो। यो चाहिँ बिनायो। अनि मुचुङ्गो बिनायो। मुचुङ्गोको। अनि यो घुम ठुम्से डोको चौरीको पुच्छर। त्यसमा चाहिँ पहिला ए डेली यहाँनिर यो गोठालोहरूको कोक्रो। ए यो सानो चाहिँ कोक्रो हो साथीहरू। यसमा यो चाहिँ ठुलो हुन्छ। यहाँ चाहिँ गाउँतिर नानी बोक्छन्, बच्चा बोक्ने कोक्रो हो यो चाहिँ। तर यहाँ चाहिँ सजाउनुको लागि सानो मात्रै बनाएको रहेछ। यो डेली हो। यो गोठालोहरूले यहाँ आफ्नो सबै सामानहरू बोकेर हिँड्छन्। यो छुर्पी हो। यो चाहिँ मैले खाइरहेको छु। यो मिठो भइरहेछ। यो चाहिँ 1 पिसको ओन्ली 100 रुपिस मयममा। अनि यहाँ तल घिउहरू रहेछ। के हो यो? चौरीको पुच्छर। यहाँ पनि अर्को छुर्पी साथीहरू हेर्नुहोस् न। यत्रो ठुलो ठुलो छुर्पी। चौरीको गिल्लो छुर्पी। यो चाहिँ चाम्रो। यो चाहिँ गिल्लो हो। यो चाहिँ चाम्रो छुर्पी। कान्छा उता एउटा प्लेट आउन त। म सुरुमा चाखिहाल्छु क्या। लु लगेर खानु त। धन्यवाद दाजु। के वेलकम। वाउ
चाख्न दिनुभएको हामीलाई जहिले बाहिरतिर पनि छ नि कस्तो छ मिठो छ एकदमै मिठो सुकेको भन्दा यो आलु मिठो लाग्यो मलाई चाहिँ यो आज मात्रै निकालेको अरे त्यही भएर यो मिठो लाग्यो मलाई ल बाहिरतिर गयौँ हामी साथीहरू फ्रुट पनि खानु अब हामीले यता छ यता कस्तो भयो आजै निकालेको छुर्पी हो अरे मिठो यम्मी 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 मलाई गनाएको छ हो यो अर्को सानो भ्लगर सानो भाइ भ्लगर उसकै होला माया छ तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा साथीहरू यो चाहिँ महिमको ढुङ्गा खर्के हो ढुङ्गा खर्केको ढुङ्गा चाहिँ यही होला ढुङ्गै ढुङ्गा छ त्यही भएर ढुङ्गा खर्के भएको यसको नाम चाहिँ हामी चाहिँ आज यही ठाउँमा बस्नेवाला छौँ अनि यहाँ पर चाहिँ हामी बस्ने हो यो चाहिँ ढुङ्गा खर्के ढुङ्गा खर्के माथि भन अनि छिटाए त ढुङ्गा खर्के माथि खर्किरहेको छु भन म चाहिँ ढुङ्गा खर्के जाँदैछु बल्ल ढुङ्गामा मुनि छु तपाईँ चाहिँ ढुङ्गा मुनि छु म चाहिँ अब चढ्ने हो ल चढ्नु तपाईँ ल गाइज यहाँनिर 4 जना सिङ्गरहरू स्टेजमा चढिसक्नु भएको छ अब उहाँहरू गीत गाउँदै हुनुहुन्छ सबैजनाले उहाँहरूलाई ताली बजाउने ल 1 2 3 स्टार्ट काली ओराली गर्दै आउँदैन नि त मलाई त्यो गीत आँखा भरि रहर हामी चाहिँ महिममा छौँ अहिले महिमको निकै हाइटमा यहाँ नेपाली झन्डा फडफडाइरहेको देख्न सक्नुहुन्छ तपाईँहरूले कसैले यो भिडियो हेर्दै हुनुहुन्छ त्यस पछाडि महिम आउँदै हुनुहुन्छ भने चाहिँ एउटा यो झन्डा ल्याएर यहाँ राखिदिनु होला किनभने यो निकै पुरानो भएको रहेछ यो हावाले पनि होला सायद हामीलाई थाहा थिएन म चाहिँ पहिलोपटक यहाँ माथि फोटो सेसन यता हुँदैछ भने यहाँ तल हाम्रो होमस्टे गोट स्टेको व्यवस्था रहेछ अहिले निकै सुन्दर ठाउँ यहाँ चौरीहरू चाहिँ आफ्नो चरणमा निक्लिसकेको छ यो मौसम एकदमै राम्रो खुलेको छ आज विचार्छु काम तपाईको अचम्मको जो सृष्टि गर्नुभो हेर्छु तारा सुन्छु गर्जन लाग्दो प्रकाशमा संसारमा तपाईको प्रशंसा होस् ईश्वरको कति महान प्रशंसा होस् ईश्वरको कति महान महान पहाड पर्वत
जङ्गलमा जब घुम्छु पन्छीहरू म सुन्छु गाएको सुन्दर पहाड देखि म तल हेर्छु कलकल आवाज खोलाको सुन्दछु प्रशंसा होस् ईश्वरको कति महान प्रशंसा होस् ईश्वरको कति महान ल है साथीहरू महिममा हाम्रो खाना चाहिँ यस्तो छ मेरो बधाईहरू लाइन लागेर खाँदै हुनुहुन्छ यो चाहिँ मेरो भएको यो दिप्सनको हजुर चाहिँ घुम्नु हाँस पोखरी हो मयम डाँडाको अनि यो चाहिँ पहिलेको नाम चाहिँ जलजले भन्थ्यौँ। यहाँ चाहिँ वस्तुहरू चरान आएर पानी खानु जाँदाखेरि यहाँभित्र वस्तुहरू डुबी मर्थ्यो अरे हाम्रो बाजे खेलिरहेछ सेतो हाँस छ यहाँभित्र अनि यो चाहिँ यहाँभित्र चाहिँ हामी जानु पाउँदैन रहेछौँ अहिले अनि त्यही भएर हामी चाहिँ पर गेटमा अनि यहाँ माथि अटो खिच्दैछु त्यस्तो छ। अहिले चाहिँ एकदमै राम्रो मौसम खुलिराखेको छ। बिहानभरि हामीलाई पानीले कुटेर झरी परे पनि अहिले बेलुका चाहिँ मौसम एकदम राम्रो भइरहेछ। हेलो गुड मर्निङ मयम डाँडा हो। यो चाहिँ हामी चाहिँ यहाँ बसेको हो अनि अहिले चाहिँ हिजो चाहिँ पानी परिरहेको थियो आज चाहिँ घाम लागिसकेको छ। घाम लाग्यो बिहानै अनि यहाँ आधी चाहिँ बस्नुभयो हामी चाहिँ यहाँ बसेको धेरै चिसो भएर नाना चाहिँ यहाँ हुनुहुन्छ अनि अब हामी एकछिनमा जान्छौँ गाइज। यो चाहिँ मयम डाँडा हो हेर्न सक्नुहुन्छ यहाँ सबै डाँडै डाँडा छ यस्तरी यस्तो छ। यहाँ चाहिँ यस्तो दामी छ एकैछिनमा घाम लाग्छ एकैछिनमा सब हुस्से लाग्छ एकदमै रमाइलो। यहाँ चाहिँ एकदम डाँडा मात्रै छ। यहाँ आउने चाहिँ सबै छ हुन्छ तर सबै दिन्छ पुरा पुग्ने किनभने एकदमै टाढो छ नि त। तर यहाँदेखि यस्तो दामी भ्यूहरू देखिन्छ सबै दामी डाँडा मात्रै छ। त घाम लागिरहेछ आज चाहिँ यस्तो दामी भ्यू देखिरहेछ। यो चाहिँ घोडा र घोडाको बेबी हो। यहाँ पनि छ बेबीवाला घोडा नै हेर्नुहोस् यसको जुल्फी कति राम्रो छ। गाई हेर्नुहोस् चौडी बाख्रा यस्तो हुन्छ लेखमा आइज मुने ए गोठालेहरू छिटो चराउनु खेदाए बिचरा बाख्राहरूलाई। हजुर ह्याप्पी नाना
साथीहरू हामी चाहिँ यहाँदेखि जान लागेको हामी चाहिँ यहाँबाट ठुङ्कीतिर जान्छौँ होला यहाँनिर चाहिँ सबैभन्दा मेन समस्या चाहिँ मोबाइल नै चार्ज नहुने क्या सोलर मात्रै छ यहाँ माथि चाहिँ अनि त्यो पनि चार्ज सकिहाल्दो रहेछ त्यही भएर हाम्रो मोबाइल नै अफ हुन लागिरहेछ सायद मको भिडियो यति नै हुन्छ होला पावर ब्याङ्कको चार्जहरू पनि सबै सकियो यस्तो दामी डाँडा छ यहाँ माथि मेरो साना कान्छीले साना हाम्रो सानीले बाख्रा गोठाला गर्दैछ आज मयुम माथि ढुङ्गा खर्के चौडीहरू हेर न आज यसले गोठाला गर्न सक्छ त माथि पुराइ साउने पुराएर ल्याए ऊ माथि दुर्गाधन भाइ पनि जाँदै हुन्छ सँगै लैज बाख्रा सराउन ठुलो बहिनी चाहिँ चौडी गोठाला हो राम्रो हेर्नु आएन भने दुर्गाधन भाइलाई सोध्नु झर्दैन रे बेसीतिर भाइ हामी पर बसेको आजको रात हाम्रो पालमा बित्यो त्यहाँको टस बाल्दै गर्नु भिडियो ए यहाँबाट नेट चलेन अलिक सुकेको छिप्पेको यो त म त एकै दिनमा चपा राखेर खाइसक्छु छिप्पेको त छैन यति न छिप्पेको कति धेरै नाना यही हो बरु अलिअलि साफ हजुर ल शिव यात्रा बाई 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 दाजु राम्रोसँग बस्नु मलाई भात खाने मान्छेहरू बेला नगर्नु लाग्यो अब हामी चाहिँ यस्तो दामी दिन भएको दिन चाहिँ छोडेर जानुपर्छ मन लाग्यो नि के गर्नु हामी लाग्यो अब वाउ वाउ मुन्दुम ट्रेल मुन्दुम मार्ग हो यो चाहिँ मुन्दुम गाइस तपाईहरु कता जान चाहनुहुन्छ सल्पा जाने ओ माथि ए मयुम 150 कति मजाले रोड बनाइदिएको छ ढुङ्गा गाडेर हामी चाहिँ मयुमबाट फर्केको अब हामी यताबाट घर जाने वाउ यस्तो दामी छ के गर्नु साथीहरु चार्ज नै छैन यो यस्तो छ यो गुम्बा हो कि के हो के बनाएको हाम्रो टोलीहरु अझै आउनु भएको छैन म पनि हिँड्दै छु यस्तोरी ल साथीहरु हामी यहाँ डाँडामाथि फोटो खिचेर यस्तो दामी मयुम देखिरहेछ कोही सारी लगाएर कोही जामा लगाएर नक्कल पारेर त्यस्तै छौ अब चाहिँ मैले नक्कल पारे अनि अब चाहिँ हामी जान लागेको हाम्रो ला भाउजूको हालत यस्तो छ नाना पारी आउँदैछ पारी सब हिरोहरूको सुटिङ भइरहेछ यहाँ बाई बाई गाइस हाम्रो नाना हिरोनी राम्री नाना आम्बो यस्तो दामी रहेछ यस्तो दामी उडायो भैँसी लड्यो है गर न लु लड्नु यहाँबाट सबैजना भैँसी लड्यो ल ल ल लुको लड्यो तिनजनै लड्नु लु सँगसँगै हो नि त ल ओइ ओइ के भएको सँगसँगै लड नि त नि भैँसी लड्यो है माया भिरबाट हेर खोइ त लडेको रकेट
लेखमा आफन्त हुनु पनि आफन्तको गोठ हुनु पनि धेरै राम्रो हो। यो किनेर खानु परेको भए अहिले कति पर्थ्यो? ल गाइस हाम्रो महिमको यात्रा चाहिँ सकियो। आजको भिडियो चाहिँ यति नै। हाम्रो महिमको भिडियो चाहिँ यति नै हो। अब हामी यहाँबाट थङ्की जान्छौँ हैन। ल महिमको भिडियो सक्यो होइन गाइस? छोरीले हामीलाई बाटो देखाइदियो। हामी अब ठङ्की जान्छौँ। ल बाई बाई। ल थ्याङ्क्स फर वाचिङ गाइस। बाई बाई। अब सी यू नेक्स्ट भिडियो।